नमस्कार हजुर सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु वेलकम टु माई ब्लग अनि आज चाहिँ नि हाम्रो फुलमती खोलामा टिपर पल्टेको छ अरे अब त्यही हेर्न जाँदैछु पुलको मुखैमा लोड गाडी उताबाट आउँदाखेरि टर्निङ स्पिडमा थियो होला टर्निङ जाँदाखेरि पल्टिन्छ अनि हेरेर आउनु त भनेर हिँडेको पल्टेछ उकालोमा लोड गाडी दुःखमा बनेको पुल हो नि त अनि त्यहाँबाट पहिले भाङबारीमा अब पुल थिएन अनि हामी स्कुल पढ्न आउँदाखेरि पनि उसमा के अरे प्यान्ट खोलेर होइन काँधामा भिरेर अनि त्यहाँबाट ब्याग चाहिँ नाम्रो भिरे जस्तो गरेर अनि त्यहाँ को आउँथ्यो को आउँछ भनेर रुँगेर बस्थ्यौँ क्या खोला तारिदिनको लागि अनि होचो खोला तारिदिनको लागि यसरी हामी स्कुल पढ्न आउँदाखेरि यस्तो गरेर अनि कोही को आउनुहुन्थ्यो अनि हामीलाई तारिदिनु बजार आउनेहरूले अनि यताबाट जानेहरूले हामीलाई पछि स्कुलबाट जाँदाखेरि त्यसरी नै तारिदिनुहुन्थ्यो यसरी स्कुल आउँथ्यौँ लास्टै दुःखमा बनेको फुल थियो अनि त्यहाँबाट अहिले भत्किँदाखेरि लास्टै माया लाग्यो क्या मलाई त्यो फुलको चाहिँ अहिले होइन त्यो सानो फुलको चाहिँ लास्टै दुःखमा जे होस् भाङबारी र राते खालको मान्छेले लामो सास फेरेको फुल हो क्या त्यो लामो सास फेरेको फुल हो त्यो कारणले चाहिँ त्यो फुलको लास्टै माया लागेको छ मलाई चाहिँ ल साथीहरू आजलाई यति नै मेरो ब्लग अब हजुरहरूलाई कस्तो लाग्यो नयाँ नयाँ ब्लग लिएर आउनेछु मेरो आइडीलाई सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् फलो गरिदिनुहोस् म हजुरहरूको सामने नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु 1000 सब्सक्राइबर पुगिसकेपछि फेरि म प्राइम भिडियो बनाउन सुरु गर्नेछु है त हस् त बाई